Alright guys, welcome back to my channel Tactical FC। हिजो चाहिँ भएका थिए काराबाओ कपको म्याचेस जहाँ चाहिँ हामीलाई शकिङ रिजल्ट्स पनि देख्न मिलेको थियो। आजको भिडियोमा चाहिँ हामी यही म्याचेसको बारेमा डिस्कस गर्ने छौं र अर्को बिग र स्याड न्यूज के रहेको छ त्यो पनि डिस्कस गर्ने छौं। पहिलो कुरो त लट अफ पीपल कन्सर्निङ अबाउट द फ्याक्ट एक्चुअली हिजो लिभरपुलको साथ भयो चाहिँ के त र यो चाहिँ लिभरपुलको थर्ड मिटिङ रहेको थियो क्रिस्टल प्यालेससँग अगेन र यहाँ चाहिँ हामीले एक्सपेक्ट गरेका थियौं कि लिभरपुलले गेम निकाल्छ भनेर गिभन कि लास्ट 2 म्याचेसमा उनीहरूले हार बेहोर्नु परेको थियो र सरप्राइजिङ चाहिँ हिजो लिभरपुलको हार देखि हैन लिभरपुलको लाइनअप देखि हुनुपर्छ। आर यु श्योर दिस लाइनअप क्यान बीट क्रिस्टल प्यालेस जसले चाहिँ लिभरपुलको फर्स्ट टिमलाई धोबी हानेको थियो। हिजो चाहिँ लिभरपुलको लाइनअपमा 10 चेन्जेस थियो। या इट्स ओके किनकि अब आउने लिभरपुलको म्याचेस चाहिँ बिग टिमसँग छ। प्लेयरलाई नखेलाए पनि बेन्चमा त राखेको होला वी एक्सपेक्ट बट नोबडी वाज देयर। हाउ क्यान यु एक्सपेक्ट टु बीट दिस माइटी क्रिस्टल प्यालेस विदाउट योर फर्स्ट टिम प्लेयर। र हिजो चाहिँ आर्सेनल र सिटीले पनि आफ्ना लाइनअपमा चेन्जेस गरेको थियो तर पनि उनीहरूको बेन्चमा चाहिँ त्यो प्लेयरहरू थिए जसले चाहिँ सेकेन्ड हाफमा आएर गेमलाई बदल्ने क्यापेसिटी राख्छन्। तर लिभरपुलको बेन्च पुरै खाली थियो, नोबडी वाज देयर। सब्स्टिट्युट गरेर पनि लिभरपुलले कसलाई ल्यायो, अमारो नल्लो जसले चाहिँ आउने बित्तिकै 16 मिनेटमै रेड कार्ड लिए र लिभरपुलको चाहिँ यस्तै माइन्डसेट र ट्याक्टिक्स रह्यो भने उनीहरूलाई यो सिजन टप 4 मा पनि प्रवेश गर्न निकै नै कठिन हुनेछ। र लिभरपुलको नेक्स्ट 3 गेम चाहिँ निकै नै टफ छ जहाँ चाहिँ उनीहरूले एस्टन विल्ला, रियल म्याड्रिड र म्यानचेस्टर सिटी जस्तो टिमसँग खेल्नु पर्नेछ। त्यो पनि आई थिंक 8 डेजको अन्तरालमा। र यता हिजो आर्सेनल र म्यानचेस्टर सिटीले पनि आफ्नो म्याच जितेको थियो र यो माइटी आर्सेनलको त के कुरा गर्नु जहाँ चाहिँ आई थिंक 10 चेन्जेस थियो प्रिभियस लाइनअपमा तर पनि 2-0 को कम्फर्टेबल जित निकालेको छ ब्राइटनसँग। सरप्राइजिङ कुरो त के छ भने आर्सेनलले लास्ट 3 गेममा जस्ट 2 शट अन टार्गेट लिएको छ। हाउ क्रेजी द्याट वाज। आर्सेनलको डिफेन्सको त के कुरा गर्नु, उनीहरूको सब्स्टिट्युट डिफेन्डर नै मेजोरिटी अफ बिग टिमको स्टार्टिङ डिफेन्डर भन्दा राम्रो छ। डिस्क्रेडिट गोज टु माइकल आर्टेटा जसले चाहिँ आर्सेनलको टिमलाई यस्तो डिफेन्सिभली स्टेबल बनाएका छन्। आई थिंक यो सिजन चाहिँ आर्सेनलले कुनै पनि बिग टाइटल नजिते जोक नै बन्नेछ। र अब कुरा गरौँ बिग र स्याड न्यूज जुन चाहिँ रहेको छ बार्सिलोनाबाट। बार्साका मिडफिल्डर पेड्री इन्जर्ड भएका छन्। उनी चाहिँ अराउन्ड 1 मन्थको लागि साइडलाइन रहनेछन् जुन चाहिँ बिग ब्लो हो बार्सिलोनाका लागि किनकि विदाउट अफ पेड्री बार्सिलोनाको टिम चाहिँ फङ्सन गर्न नै गाह्रो हुन्छ। पेड्रीले चाहिँ बिग म्याचेस लाइक चेल्सी, एथलेटिक क्लब, एथलेटिको म्याड्रिड जस्तो बिग गेम चाहिँ मिस गर्ने भएका छन् बार्सिलोनाको लागि जुन चाहिँ एक स्याड न्यूज हो बार्साको लागि। र पेड्रीको एब्सेन्सलाई चाहिँ बार्सिलोना र हान्सी फ्लिकले कसरी फुलफिल गर्छन् त्यो हामीलाई अब आउने नेक्स्ट गेमहरुमा थाहा भइ नै हाल्छ। र आजको लागि चाहिँ भिडियो यति नै। थ्यांक यू फर वाचिङ द भिडियो।